गाइज वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत भन्न चाहन्छु। र आज किन यस्तो सजिएको, आज होली, आज हामी होली खेल्न जाँदैछौँ। तिर्सना आइसकेछिन्। कम हियर बेबी। तिमी त राम्रै त देखेको छ नि। आफूले आफू कति रेडी भयो मम्मी बसाइछु नि तिमीलाई पनि बसाउन हालिदिउँ। कहाँ जाने होला आज कस्तो अन्डा लिनै बिर्सिछु कि म अन्डा लिनै बिर्सिछु नि त ओहो इनको बन्दुक यहाँ छ। खतरा हान्छ हेऱ्यो अहिले कसरी हाम्रो तिमीलाई अर्डर रहेछ आम्मामा कतिमा लियो? यिनले हँसाइन कहाँ गएर भर्छौ त यो अब। त्यहाँ होलीमा खेलेको हुन्छ सौरा प्याचार 2 रुपैयाँ। सरी रमाइलो गरेन अरूले ए त्यहाँ गयो भने त थाहा नि अस्ति के गर्दै थियो तिमीलाई त्यही जाने है ल जाम त्यहाँ नाचिरहेको छु पछाडिबाट चुप्प लाएर आउने अन्त पाट फुटाने लिएर हिँडे हो। यो मलाई हाल्दौ त्यहाँ ह्याप्पी होली गाइस। 500 रुपियाँ खुल्ला खाएन हिँडाले त त्यो बाटो छेक्ने म सम्झना आउँछु नि सम्झना दिन्छु भन्दै कसम त्यही भन्दै 5 रुपियाँ त छैन, खुजुरा पैसा 10 रुपियाँ हो किन प्याट्ट खसे थियो। त्यही देऊ अलि 10 रुपियाँ हो। त्यहाँ हेर न गाई छ किन बढी नि भगरी छ पछि त त्यस्तै हो बहिनी म त बुझ्दैन म कस्तो हुन्छ मलाई भर्खर मैले यसमा पानी भरे अब म यस्तो गरेर हिँड्छु। अब यिनले चाहिँ यहाँ तोपले अब जो बाटोमा हानिदिन्छु नि हामीलाई पैसा माग्ने मम्मी त धेरै पैसा माग्छ नि ए भगवान्लाई बस गयो बाई आँखामा धेरै हावा गएर मेरो आँखामा आँसु आइसकेको छ। यस 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 त्यहाँ पैसा दिएर आएको भर्खर यहीँको यहीँ फेरि थ्याङ्क यू। हामी जाने यहाँ भित्रबाट आएको छ मलाई ठुलो हामी चरङ्गेको भित्र चरङ्गे हुँदै बुटोल पुग्छौँ। आज हामी बुटोल कता कता जान्छौँ हामीलाई थाहा छैन कस्तो हुन्छ होला दौडेका डुग्री चाहिँ आउने हो कलर लाउनु पर्छ कलर लाउनु पर्छ धेरै नै दिनुहुन्छ जस्तो लाग्छ है ल पेनी 50 रुपियाँ दिनुपर्छ। छैन खुजुरा ल मुख पनि दौ ल सरी ल मुख पनि दौ वाउ ह्याप्पी होली ल पैसा खुजुरा गरेर ल्याएको थिएँ भ्याइयो अब अर्को गोजीमा छ 10-20 रुपियाँ कति छ आउँदा माग्दैन नहोला भ्याइयो
हो कि नै बाबुले मलाई आन्टी रे ए सरी क्या दिदी रे ह्याप्पी होली वाउ जाम न मेरो बन्दुक यार डिस्का नहीं त्यो हान्देऊ है त्यो बाटोमा जो भइदैन हान्देऊ मात्र हिँड्का हाम्रो उही लागिसकेछ के भन म चाहिँ हामी लड्नु दिन्छु यो नि अझ हान्देऊ ड्याममा लाएर म छु भर्खर बेस क्याम्प पुग्यौँ अब यहाँ बेस क्याम्पबाट हामी किन लगेको यहाँ अन्डा किन्न लगेको यहाँ 10वटा अन्डा किनेछौँ अब हाम्रो साथी रोहनलाई यसो सरप्राइज हान्न जानु लाग्छौँ छिटो राख त अन्डा तिम्रो आधी आधी म अन्डा राख्छु ए म त यत्तिकै राख्छु तिमीले प्लास्टिकमा राख खान्न सक्दिनँ छ्या यो उता राख्नु कति रमाइलो हामी त यही हो हामी त यही हो बाजे ह्याप्पी होली रोकाए छ त्यहाँ ल छिटो यस्तो यस्तो पैसा दिएपछि त तिमीले कलर पनि लाउनुपर्छ 5 रुपियाँ माग्नु थियो मैले 10 रुपियाँ दिएँ कलर पनि लाउनुपर्छ तिमीले ल थोरै बरु अन्डा त्यो अन्डा बरु फ्राई गरेर खानु हुन्थ्यो मिठो हुन्थ्यो खोला त कति कमाउनु भयो 60 रुपियाँ साँझसम्म 100 रुपियाँ हुन्छ अब देखि कपडा मिलाउँदैछु मलाई थाहा छ अन्डा नफुटाल्नु न मेरो कपाल बिग्रिन्छ जिन्दगीमा पहिलोबार यस्तो राम्रो देखेको छु नि त म कता हो खै लोकल अन्डा झिक्यो भन्दै अझै मलाई त्याग्नु आयो स्योर टार्गेट नो 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 नाइगा मलाई यहाँ ल्याएको यो यतिकै फ्राई गर्ने रे क्या मेरो तर्फबाट एउटा है त यही खेलेर भ्याउने हो र हामी
राम्री भएर खेल्दा त मजै आउन नि फुट्ला त टायर ओइ त सुटको भित्र गयो त्यो सुटको भित्र गयो अप्ठ्यारो हुन्न यत्रो चलाउँदा पैदल हान्दा अप्ठ्यारो हुन्छ हामी यहाँ कुरिरहेछौँ अहिले हामी जाने हो तर कहाँ जाने हामीलाई थाहा छैन त्यही हो बदला अदला बदली भयो पचासको हो यो हामी त 30 मा खान्थ्यौँ त हो र बाबुको 5 रुपियाँ काट्नु परेन 45 बाबुको 5 ला क्युआर हुन्छ र खाएर त पैसा होइन रे यार गाइजहरु क्युआर छ आन्टी छोरी मान्छेको खुट्टा तान्ने छोरा मान्छे हुने आइज यहाँ फेरि रोस्ट सक्यो तर तिमीले अझै प्रयास जारी छ तर यिनले भेटाइदियो पायो रोस्ट पैसा फिर्ताले हाई गाइज सिधै दिउँसोदेखि हामी राति भ्लगमा आयौँ अब लाइभ इन गर्न चाहन्छु म सबैजनाले धेरै धेरै धन्यवाद दिनुभयो वाह भट्टाटर गर्दै गयो उहाँ हाम्रो उसले सन्दीपजीले पिचकारी बोक्दै हिँड्नु भएको के उहाँसम्म अलिअलि बन्दुक भन हाम्रो होलीको बन्दुक तिर्सनाको
आजको भ्लग यति नै भन्न चाहन्छु. डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब टु माई च्यानल. कमेन्ट पनि गरिदिनु होला कस्तो भयो तपाईँहरूलाई मेरो भ्लग हेरेर कस्तो फिल भयो त्यो पनि भनिदिनु होला. ओके बाई बाई.